तर के भएको यस्तो 2 दिनको पानी थियो 2 दिनको पानी पछि त राम्रो हुन्छ होला भनेको त खै त हो यस्तो बिग्रेर गयो है। एन्ड आई होप सबैजना जहाँ पनि हुनुहुन्छ सबै सुरक्षित हुनुहुन्छ होला, त्यस्तो भल पहिरोहरू केही पनि भएको छैन होला भन्ने आशा छ है। एन्ड जहाँ पनि हुनुहुन्छ सुरक्षित बस्नु सबैजना, यताउता ट्राभल गर्नुहरू अलिकति सतर्क भएर गर्नु होला है। एन्ड कहाँदेखि यो भिडियो हेर्नु हुँदैछ भन्ने कुरा कमेन्टमा पनि मेन्सन गरिदिनु होला है। म चाहिँ अहिले यो भिडियो इलामबाट बनाउँदैछु। अब यो इलाम अराउन्ड कन्याम छेउ चाहिँ यस्तो चाहिँ वेदर अहिले अलिक सिमसिम पानी थियो, बिहान एकछिन रोकिएको थियो होइन, अन्त रोकिने रहेछ भनेको त फेरि यस्तो भइरहेछ माथि आकाश भनेपछि आज पनि दिनभरि पानी नै छ।